नमस्ते, गुड मर्निङ एन्ड तसो फ्याबुला सबैजनालाई। मेरो नाम दिपिन तामाङ। मेरो घर नुवाकोट, ककर्नी वडा नम्बर 2, प्रदेश नम्बर 3। म चाहिँ यो डिएक्सनमा जोडिएको चाहिँ लगभग 1 वर्ष जति नै भयो। जतिखेर यो मलेसियामा छिरेको थिएँ त्यतिखेरदेखि नै। तर डिएक्सनलाई चाहिँ मैले राम्रोसँग बुझेको थिएन, के हो कसो हो भन्ने कुरो चाहिँ मैले राम्रोसँग बुझ्न पाएको थिइनँ। त्यतिखेर हाम्रो अमर सर हुनुहुन्छ, उहाँले जोइन गरिदिनु भएको र कसरी गर्ने र कसरी अगाडि बढ्ने, के गर्दा चाहिँ यसले फाइदा हुन्छ र यसले के गर्छ भन्ने कुरा चाहिँ राम्रोसँग मैले बुझ्न पाएको थिएन। अनि विशेष गरी चाहिँ खासमा भन्नुपर्दा यहाँ मान्छेहरू जोइन गर्ने र यसमा आबद्ध हुने गर्ने भनेको चाहिँ यो स्वास्थ्य सम्बन्धीले गर्दा हुन्छ। किनभने स्वास्थ्य नै हाम्रो राम्रो भएन भने त हामीले के काम गर्न सकिँदैन नि त। चाहे जुनसुकै ठाउँमा बसोस् र चाहे जुनसुकै देशमा जाओस्, जुनसुकै कम्पनीमा काम गरोस्, तर हाम्रो स्वास्थ्य बिना त हामीले राम्रोसँग काम गर्न पनि सकिँदैन र बाँच्न पनि सकिँदैन। त्यही कारण यो विशेष गरी फर्स्टमा चाहिँ यहाँ देखिसक्नु भएको छ है तपाईँहरूले, स्वास्थ्य, धनी, खुसियाली, स्वतन्त्र जीवन भनेर। यो हेल्थ, वेल्थ, ह्याप्पिनेस र के अरे फ्रिडम होइन, तपाईँहरूले बुझिसक्नु भएको छ, हेरिसक्नु भएको छ। त्यसको बारेमा चाहिँ अहिले सरले भन्नुहुन्छ होला सायद। म चाहिँ त्यही भन्न चाहन्छु, हामीले गर्ने भनेको आफ्नो पर्सनल कुरोलाई चाहिँ कसरी क्लियर पार्ने, कसरी चाहिँ सशक्त हुने, हामी पहिला आफ्नो शरीरलाई चाहिँ कसरी तन्दुरुस्त बनाउने, एउटा स्वस्थ जीवन चाहिँ कसरी जिउने भन्ने कुरोमा चाहिँ पहिला हामीले चाहिँ टार्गेट त्यसमा दिनु पऱ्यो क्या। त्यसपछि चाहिँ हामीले यो डिएक्सनको प्रोडक्टहरू कसरी युज गर्ने, कुन प्रोडक्टले कस्तो फाइदा गर्छ र कुन प्रोडक्ट चाहिँ कहाँनिर युज गर्ने भन्ने कुरो तपाईँहरू सबैजनालाई कसले जोइन गरिदिनु भयो, कोबाट चाहिँ आबद्ध हुनुभयो, उहाँहरूसँग बुझ्नुहोस्, उहाँहरूसँग सबै कुरो सरसल्लाह लिन सक्नुहुन्छ तपाईँहरूले होइन। अनि त्यो पछि चाहिँ त्यो बिजनेस सम्बन्धी कुरो हुन्छ यसमा। पैसा कसरी कमाउँछ अथवा मान्छेहरू यसमा सबैजना एउटै परिवार चाहिँ कसरी हुन सकिन्छ डिएक्सनमा भन्ने कुरा चाहिँ सबैजनाले एकअर्कामा हातेमालो गर्दै, एकअर्कालाई सपोर्ट गर्दै, उसलाई साथीभाइ, इष्टमित्र सबैले सुनाउँदै जाँदा चाहिँ हामी चाहिँ एक हुन सकिन्छ। भोलि गएर हामी काम एउटा कम्पनीमा काम गरिरहेछौँ भने हामी छुट्टिएर आफ्नो घरतिर जान्छौँ क्या। सबैजना आफ्नो समय सकेपछि त बस्न दिँदैन, यहाँ सबै आफ्नो घरतिर जान्छ। त्यतिखेर चाहिँ हामीले यो डिएक्सनमा जोडिएको हाम्रो मेम्बरहरू हुनुहुन्छ, उहाँहरू चाहिँ एकसाथमा चाहिँ भेला हुन सकिन्छ क्या नेपाल गएर पनि। किनभने यो आफै अटोमेटिक बोलाउने काम हुन्छ क्या, जानै पर्ने हुन्छ, भेटघाट भइन्छ। अहिले एउटा उदाहरणको लागि चाहिँ म हाम्रो श्याम सर र वीर सरको उदाहरण दिन चाहन्छु। उहाँहरूको कथा सुन्दाखेरि चाहिँ अति नै रमाइलो, धेरै राम्रो लाग्यो। उहाँहरू चाहिँ स्कुलमै फर्स्ट सेकेन्ड हुने उहाँहरू दुईजना, अहिले उहाँहरू दुईजना हाल मलेसियामै हुनुहुन्छ, प्रायः जस्तो कार्यक्रमहरूमा सँगै हुनुहुन्छ। यदि उहाँहरूले अर्कै बिजनेस, अर्कै कामहरूमा चाहिँ जोड दिनु भएको भए सायद उहाँहरू पनि अहिले सँगै हुने थिएन होला, मलाई चाहिँ त्यस्तै लाग्छ। त्यसै गरी चाहिँ यो के अरे यो डिएक्सनमा चाहिँ म कसरी जोइन भएँ भन्दा चाहिँ यो के भन्छ, कफी फर्स्टमा युज गरेँ, त्यहाँबाट टुथपेस्ट, त्यहाँबाट के अरे मैले कटिफाई जुस युज गरेँ, अनि त्यहाँबाट अहिले स्याम्पू पनि युज गर्दैछु। यिनीहरू युज गर्दै मलाई भएको फाइदाहरू चाहिँ धेरै राम्रो छ। अहिले सबै कुरो यति नै भन्न चाहन्छु है बिचमा।